गुड मर्निङ सबैजनालाई र वेलकम छ हजुरहरूलाई मेरो सानोबडे ब्लगमा। र मैले चाहिँ हिजो ब्लगमा भनेको थिएँ कि म रुम टुर गराउँछु भनेर। आज चाहिँ मेरो सानोबडे क्वार्टरको टुर गराउनु लागिरहेछु। आशा गर्दछु हजुरहरूलाई मनपर्छ भनेर। वेलकम हजुरहरूलाई मेरो सानोबडे होम टुरमा होइन। र सुरुवातमा यो मेन डोर अनि हामी चाहिँ सेकेन्ड फ्लोरमा बस्छौँ। र यो खोल्ने बित्तिकै मेरो सानोबडे लिभिङ रुम है। यो लिभिङ रुम चाहिँ मलाई मनपर्ने तरिकाले सजाएको छु र बेसी दिनसम्म हामी यहाँ बस्दैनौँ, त्यही भएर बेसी मैले सामान पनि लिएको छुइनँ, खालि यहाँकै मात्र युज गरेको छु। र यो चाहिँ मैले सानोबडे डेकोरेसनहरू गरेर मैले बस्ने लायकको चाहिँ बनाएको छु। र यो चाहिँ डाइनिङ टेबल र सोच्नु हुँदै होला डाइनिङ टेबलमा चामलको बस्ताको यो चाहिँ के गरेको भनेर। यो चाहिँ मैले काटेर त्यहाँनिर खानाहरू पकिन्छ भनेर राखेको। र यो चाहिँ हाम्रो बेडरुम हो। र पुरा जाडो छ नि त, त्यही भएर डामडिम पारेर मैले ब्ल्याङ्केटै बिछाइदिएको छु तातो भइरहोस् भनेर। किनभने मेरो बुढा आउनु बिचार जाडोबाट आउनुहुन्छ, आउने बित्तिकै फ्रेस भएर ब्ल्याङ्केटभित्र बस्नुहुन्छ, त्यही भएर। अन्त यो चाहिँ हामीले टिभीहरू चाहिँ लिएर आएको छु। अन्त यो चाहिँ मेरो स्टडी टेबल, लन्ड्री ब्याग, सबै काम लाग्ने सानो सानो चिजहरू मात्रै मैले राखेको छु। अरू केही मैले फाल्टु लिएको छुइनँ, सबै यहाँकै हो है। अन्त यहाँनिर चाहिँ मेरो भगवान् बस्नुभएको छ। यो चाहिँ मेरो भगवान्को रुम है। योहरू चाहिँ पहिला जो यहाँ बस्नुहुन्थ्यो उहाँहरूले नै बनाउनु भएको थियो होला। र मैले चाहिँ अलिकति मेकओभर गरेर मेरो गणपति भगवान्जीले राखेको छु। अन्त मैले चाहिँ बेसी सामान ल्याएको छुइनँ, त्यही भएर आलुको के भन्छ त्यसलाई चाहिँ मैले आलुको धुपदानी बनाएको छु। र यहाँनिर चाहिँ मेरो भगवान्को रुम र बाहिर निक्लिने बित्तिकै साइडमा चाहिँ वासरुमहरू छ। र वासरुमहरू चाहिँ देखाइरहनु है। अन्त सु ऱ्याकहरू चाहिँ सबै यहीँबाट दिनुभएको। अनि यहाँ चाहिँ मेरो सानोबडे किचन छ। र किचन चाहिँ अलिअलि मेसी छ, बादमा देखाउँछु। अहिले होस् है। अन्त यति नै। मैले दुध पनि भर्खर ल्याइदिनु भएको, तताएकै छुइनँ। अनि यहाँ चाहिँ मैले सानो मिरर लगाएको छु। अनि यति नै। हजुरहरूलाई मन पर्यो भनेर आशा गर्दछु है।